त्यो त्यसको प्रतिनिधि के अरे त्यति बेलाको जुन रिपोर्ट छ होइन गौरीबहादुर प्रधान उस गरेको के अरे प्रतिवेदन छ, मैले हेरेको छैन। अब त्यसमा चाहिँ खास गरी के हो भने 24 गतेकै कुराहरू भनिरहेका छन् सबैले। 24 गतेकोलाई हेरेन भन्ने कुरा मैले पनि अब मिडियामा सुनेको कुरा हो। अब 24 गतेको कुरा के हो भने 23 गतेले 24 गते निम्त्याएको हो होइन। 23 गतेको घटना नै 24 गतेको भएको हो के। अब 24 गतेमा चाहिँ खास गरी के छ भन्दाखेरि अब यसको विरोध गर्नेहरूको कुरा के छ भने यहाँ चाहिँ अराष्ट्रिय तत्त्वहरू घुसे भन्ने कुरा छ के। विदेशी घुसपेठ अराष्ट्रिय तत्त्व। मेरो भनाइ के छ भनेदेखि त्यो भनेको त एउटा आन्दोलन हो, क्रान्ति नै हो क्या। क्रान्तिमा अराष्ट्रिय तत्त्वहरू अब कुतत्त्वहरू घुस्यो होलान् होइन। अब त्यो कुराको चाहिँ छानबिन चाहिँ होस् भन्ने कुरा मैले पनि भनिरहेको। त्यो घटनालाई लिएर केपी ओली र रमेश लेखकलाई पक्राउ गरिएको थियो होइन। अब उहाँले अब फेरि रिहा गर्न परेको लागि अदालतले आदेश दिएको छ। अब को यसको विषयमा चाहिँ अब कसरी न्याय पाउँछन् त सबै यसरी? अब त्यो कुरा चाहिँ मैले चाहिँ उस गर्दैन। त्यो कुरामा चाहिँ मैले खास गरी त्यो राजनीतिक कुराहरू हो, राजनीतिक द्वन्द्वका कुराहरू हुन्। मैले चाहिँ त्यसलाई चाहिँ अलि राम्रोसँग त्यसरी हेरेको छैन। तर त्यो जुन छ मेन कुरा चाहिँ गर्नुपर्ने कुरा चाहिँ जतिसुकै विरोध गरे पनि गर्नुपर्ने कुरा चाहिँ के हो भने केपी ओलीले, प्रधानमन्त्रीले, गृहमन्त्रीले चाहिँ त्यति बेलाको चाहिँ जिम्मेवारी चाहिँ लिनै पर्छ। जिम्मेवारी चाहिँ लिनै पर्छ। मलाई थाहा छैन भनेर चाहिँ शुभ पाइन्न। किनभने अब एउटा राष्ट्र प्रमुख भएको नाताले होइन। अब ल उनले चाहिँ उनीहरूले गोली चलाउने आदेश दिएनन् रे, तर प्रमुख त उनीहरू थिए नि। अनि थाहा पाएन भनेर सुख पाइन्छ? आफू प्रमुख हुँदाखेरि आफू मातहतका कसैले चाहिँ अब गल्ती गर्यो भने, आफू मातहतका कसैले गल्ती गर्यो, बिरायो भनेदेखि बिराएछ भन्न त सक्नु पऱ्यो नि त। बिराएछ ल यसमा म चाहिँ क्षमा माग्छु पनि भन्नु पऱ्यो। क्षमा मागेर को मान्छे गर्छ? घटिन्छ? घटिँदैन नि। बिराएको कुरा, गल्ती भएको कुरालाई अब आफू चाहिँ जिम्मेवार व्यक्ति भएपछि चाहिँ गल्ती नस्वीकार गर्ने हो भने किन चाहिँ मुख्य व्यक्ति हुने? त्यो कुरा चाहिँ मेरो आफ्नो मनको कुरा। गृहमन्त्रीले भन्छ छाडिसक्नु भयो नि त उहाँलाई त अब यो राजनीति कुरा नगरौँ। शिक्षा विज्ञान प्रविधि मान्ने